नमस्कार दर्शक महानुभावहरू, म देवेन्द्र शाही यहाँ समक्ष विभिन्न कथा वस्तु लिएर आउने गर्दछु, अर्थात् चाहिँ सकारात्मक सन्देश दिने कुराकानी यहाँ समक्ष ल्याउने गर्दछु। आजको विषयवस्तु हलिउडका हास्य अभिनेताको विषयमा म यहाँ समक्ष राख्न चाहन्छु। उहाँको कुराकानी सुन्दाखेरि, उहाँका विषयमा अध्ययन गर्दाखेरि बडा गजब लाग्यो। म कुरा राख्दैछु जिम क्यारी जो हास्य अभिनेता हुन्। उहाँको मलाई रोचक पक्ष के लाग्यो भने, हुन त हरेक व्यक्तिको सफलता पछाडि ठुलो सङ्घर्ष रहन्छ। यदि तपाईले कुनै पनि सफल व्यक्तिको पछाडिको यदि उसको इतिहास कसरी सफल भयो भनेर यदि हेर्ने हो भने विभिन्न दुःखहरूलाई पार गर्दै ती चुनौतीहरूसँग लड्दै आएको देख्न सकिन्छ। र त्यसका साथसाथै केही रोचक तथ्यहरू पनि हुन्छन्, केही साँच्चै नै आत्मविश्वास विकास गर्ने तथ्यहरू हुन्छन्। दर्शक महानुभावहरू, मलाई के लाग्छ भने जिम क्यारीको मलाई त्यो 10 मिलियन जो लेखेको चेक चाहिँ बडा गजब लाग्छ। उहाँलाई कमेडियन हास्य अभिनेता बन्ने उहाँको इच्छा थियो। उहाँले भन्नुभएको छ कि आफू जुन कर्म गर्दाखेरि खुसी भइन्छ त्यही कर्म गर्ने हो। त्यहाँ असफलता प्राप्त हुँदा पनि त्यसले दुखी चाहिँ भइदैन रे क्या। सफलताका लागि अर्कोचोटि प्रयास गरिन्छ भनेर उहाँले भन्नुभएको छ। त्यसकारण उहाँलाई चाहिँ पहिलेदेखि आफू हास्य अभिनेता बन्ने इच्छा व्यक्त गर्थे। र कहिलेकाहीँ मलाई यस्तो लाग्छ, अब यहाँलाई के लाग्छ, कहिलेकाहीँ मान्छेलाई सफलतासम्म जानका लागि बेइज्जती भन्ने कुरा पनि चाहिन्छ, अर्थात् चाहिँ अपमान भन्ने कुरा पनि चाहिन्छ। उहाँलाई हास्य अभिनेताको रूपमा हामीले चिन्नुभन्दा, संसारले चिन्नुभन्दा अगाडि जब पहिलो उहाँको स्टेज सो थियो, त्यो सोमा उहाँले हँसाउनका लागि, दर्शक हँसाउनका लागि पहिलो स्टेज चढ्दाखेरि उहाँले त्यति रुचाइएन। उहाँले हास्य रस दिन सक्नु भएन। त्यो बिचमा 3 चोटि उहाँले माइक समाति राख्दा पनि गीत बजाइयो, डिस्टर्ब गरियो र स्टेजबाट बाहिर ल्याउनका लागि, स्टेजबाट हटाउनका लागि। त्यति मात्र भएन दर्शक महानुभावहरू, उहाँसँगै के भयो भन्ने हो भने अन्तिममा दर्शक नै बोल्नुपर्ने अवस्था आयो र उहाँले त्यो मञ्च छोड्नुभयो त्यति बेला। र त्यसपश्चात उहाँले आफूमा 2 वर्ष उहाँले चाहिँ निरन्तर कर्म गर्नुभयो, विकास, हास्य रसकादेखि लिएर घरमा गएर आमालाई चुटकिला सुनाउने, साथीभाइलाई चुटकिला सुनाउने, यस्ता कुरा गर्दै 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 आफूलाई फेरि कमेडियनका रूपमा चाहिँ सुरुवात गर्नुभयो। र त्यो दौरान उहाँले भन्नुभएको छ गरिबी यति थियो। उहाँले आफ्नो पिताको विषयमा पनि भन्नुभएको छ, बुवाको विषयमा पनि भन्नुभएको छ। बुवाको निकै नै राम्रो क्षमता थियो, बुवा पनि हास्य अभिनेता हुन सक्थे, तर यो सो बिजनेस अर्थात् चाहिँ देखावटी बिजनेस, व्यापारमा चाहिँ खतराको खेल हो भन्ने लागेर उहाँ एउटा क्षेत्रमा एकाउन्टेन्ट अर्थात् लेखाजोखामा त्यो व्यवसायलाई चाहिँ अँगालेर बस्नुभयो। त्यो बुवाको इच्छा थियो, अर्थात् चाहिँ आफू यही क्षेत्रमा गर्छु भन्ने थियो, रिक्स लिन चाहनु भएन। तर जिम क्यारी चाहिँ रिक्स लिने पक्षमा थिए। उहाँले रिक्स लिनु त्यत्रो। अब हामीलाई कसैले केही 2-4वटा शब्द भनिदिँदा फेरि आलोचना हामी सहन सक्दैनौँ भने उहाँलाई सोच्नुहोस्, कल्पना गर्नुहोस्, एउटा मञ्चमा हँसाउन गइरहेछ, हँसाउँछु भन्दैछ, चुटकिला भनिरहेछ, तर ती 3 चोटि साउन्ड म्युजिकले चाहिँ डिस्टर्ब गरिरहेछ। त्यो निस्किनु सब तपाईँको भएन भन्दैछन्। अन्तिममा दर्शकले भएन भनेर चाहिँ हल्ला गरिसके पश्चात छोड्नुपर्ने अवस्था।
त्यसका बावजुद पनि उहाँ निरन्तर यो क्षेत्रमा लाग्नुभयो र त्यति मात्र नभइकन उहाँले लेख्नुभयो। उहाँले के लेख्नुभयो भने मेरो अभिनयको पारिश्रमिक $10 मिलियन चाहिँ लिनेछु म कुनै समय भनेर चाहिँ उहाँले एउटा लेखेर राख्नुभयो र त्यसलाई चाहिँ आफ्नै पर्समा राख्नुभयो, ब्यागमा, सानो पर्स बोक्ने ब्यागमा। भने त्यो सम्झनाका लागि र बिहान बिहान आफ्नो चाहिँ लक्ष्य उद्देश्य हेर्नका निमित्त पनि उहाँले आफू उठ्ने बित्तिकै आफ्नो बेडको अगाडि अथवा चाहिँ तपाईँको ऐना अगाडि चाहिँ ठक्क चाहिँ आफ्नो लक्ष्य लेखेर राख्नुभयो। भने केही 6-7 वर्षको अवधिमा उहाँले एउटा फिल्ममा अभिनय गरेकै जुन रकम उहाँले लेख्नु भएको थियो त्यही रकम बराबरको उहाँले चेकमा चाहिँ अथवा चेक प्राप्त गर्नुभयो। भने यसको अर्थ के हो भने उहाँले भन्नुहुन्छ हामीले जे कुरा चाहेका छौँ त्यो कुरा प्राप्तिका लागि हामीले पहिले चाहिँ एउटा भिडियो अथवा चाहिँ आन्तरिक दृश्य देख्नुपर्ने हुन्छ, अनुभव गर्नुपर्ने हुन्छ। र कहिलेकाहीँ उहाँ के गर्नुहुन्थ्यो भने त्यो सहरभन्दा अलि माथि डाँडामा गएर त्यहाँबाट उहाँले त्यो सहरलाई निहाल्नुहुन्थ्यो र त्यहाँबाट उहाँले त्यो आफ्ना विभिन्न त्यो ठाउँमा चाहिँ पोस्टर लागेको कल्पना गर्नुहुन्थ्यो। त्यति मात्र होइन, उहाँले ठुल्ठुला सोमा चाहिँ आफूले बोलिराखेको, अन्तर्वार्ता दिइराखेको कल्पना गर्नुहुन्थ्यो। यसरी उहाँ चाहिँ सफल हुनुभयो। भने उहाँको भनाइ के छ भने तपाईँ जे चाहनुहुन्छ त्यसको कल्पना गर्नुहोस् र कल्पना गरेर मात्र हुँदैन, त्यसका लागि निरन्तर लाग्नुहोस्। अनि त्यति मात्र हुँदैन, त्यो बीचमा आर्थिक समस्या आउँछन्, भौतिक समस्या आउँछन्, अपमान सहनुपर्छ। ती कुराहरूलाई चाहिँ तपाईँले पाचन गरेर अर्थात् चाहिँ तपाईँले त्यसलाई चाहिँ सकारात्मक ढङ्गले तपाईँले सम्हालेर अगाडि लानुभयो भने सफलता तपाईँको हातमा हुन्छ। त्यसकारण अब हामीले यो कुरा चाहिँ सिक्न सक्छौँ कि जति ठुलो तपाईँ सफलता चाहनुहुन्छ त्यति ठुला समस्या चुनौतीहरू आउँछन्। त्यसकारण नातिकन आफ्ना लक्ष्य उद्देश्यतर्फ लाग्नुभयो, निरन्तर लाग्नुभयो भने थुप्रै यस्ता अभिनेता छन्, थुप्रै यस्ता चाहिँ आफ्नो करियर अथवा आफ्नो क्षेत्रमा सफल भएका व्यक्तिहरू छन्। हामीले यी त देखिने क्यामेरा अगाडि देखिने व्यक्तित्वका कुराकानी राख्यौँ र अर्को पटक फेरि यस्तै विभिन्न क्षेत्रका, हुनसक्छ खेल क्षेत्रका, हुनसक्छ अन्य क्षेत्रका, हुनसक्छ राजनीतिक क्षेत्रका विभिन्न व्यक्तित्वका विषयमा यहाँ समक्ष हामी कुराकानी राख्ने नै छौँ। तपाईँ हाम्रो युट्युब च्यानल आदर्श इन्टरटेनमेन्ट हाउसलाई लाइक, कमेन्ट, सब्सक्राइब